मेरो न्यू ब्लगमा सबैजनालाई वेलकम छ, स्वागत छ। फेरि न्यू ब्लगमा आज लखन थापाबाट रङसरी हुँदै मनकाना गएको न्यू ब्लग हो यो चाहिँ। यता चाहिँ केटाहरू अगाडि गरिङ भएर छाता उडेछ, घाम लागेर। घाम चाहिँ अहिले फेरि रोक्यो, त्यही भएर घाम चाहिँ अहिले बादलले छेक्दियो, त्यही भएर यसो छाता हल्काउँदै हिँड्दा छु म। खान्छक गाउँतिर हुन्छ, खान्छक गाउँतिर हिँड्दैछ। खान्छक गाउँ, खान्छक गाउँको घर हो यो चाहिँ। घरतिर रोडमा हिँड्दैछ हामी चाहिँ। सुकेको जन देखाउँदै हिँडिरहेछ। यहाँ गरिङ भएर सुकेको जन पुरै केटाहरू सबैले लुगा फुकाल्दैछ। अगाडि नै फुकाल्दैछ, कोही फुकाल्दैछ, कोही सबै केटाहरूले चाहिँ लुगा फुकाल्यो। लुगा फुकालेर हिँडेछ है गरिङले, गरिङ भएर लास्टै। यो चाहिँ चौतारा है। एकछिन थाके मार्ने कि भनेर सोधेको साथीलाई, नमार्ने भन्नु लाग्यो। त्यही भएर हामी चाहिँ यत्तिकै गइरहेछ। नुइले ठोकेन, मार्गेन, एकछिन नबसिकन यो बनायो ताक्लुकतिरको यसो एकछिन, अनि त्यहाँ चाहिँ नबसिकन गयो हामी चाहिँ। अगाडि साथी भाइहरू, भाइ चाहिँ नाचिरह मस्त लागेर गीत गान गएको, त्यही भएर नाचिरह मजाले। ताक्लुङ भनेर चिनाउँदैछ भाइले, ताक्लुङ भनेर चाहिँ। सल्लाहको बोट अगाडितिर भाइहरू। यो चाहिँ लेकको डाँडा, लेकको डाँडा। वीरताको चिनो, वीरको सन्तान, शहीदको रगत, लाहुरेको निशाने, अब तिम्रो हातले लेख्नु छ जुडुले फुलेको। वीरताको चिनो, वीरको सन्तान, शहीदको रगत, लाहुरेको निशाने,
अब तिम्रो हातले लेख्नु छ जुगुले फुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान शहीदको रगत ल है गाइजहरू हामी चाहिँ ढुङ्गा चढ्दैछु लखन थापाको ढुङ्गा चाहिँ भ्युटारबाट अब ढुङ्गातिर चढ्न जाँदैछु यसै ढुङ्गातिर चढ्दैछु गाइजहरू हामी चाहिँ अब मन्दिरतिर जाँदैछ है मन्दिर तल यो चाहिँ गुफा गुफा भन्नाले ढुङ्गाको मुनिको ओडार गुफा जस्तै सानो गुफा चाहिँ त्यो मन्दिरभित्र छ यो मन्दिरभित्र हाम्रो केटाहरू चाहिँ गएर घन्टी बजाइछ कि यता भित्र चाहिँ दर्शन भइरहेछ दर्शन गरिरहेछ भाइले दर्शन मन्दिरभित्रतिर यसो देखाइदिउँ मन्दिरभित्र यो चाहिँ गुफा यहाँबाट चाहिँ कालिका पुग्छ अरे भन्थ्यो कालिका पुग्छ भन्थ्यो निक्लिन जाने हो त कोही जाने त अनि त्यस्तै छिरेर जमा भोक लागिसक्यो यो चाहिँ लखन थापाको ठुलो घन्टी सबैभन्दा ठुलो लखन थापाको मन्दिरको घन्टी म चाहिँ घन्टी मस्त बजाउन लगाइरहेको छु घन्टी हल्लाएर मस्त कतिको बज्दो रहेछ बजाउन सक्दो रहेछ है मैले घन्टी चाहिँ हेरौँ यो घन्टीलाई हामी चाहिँ लखन थापाको मूर्ति हेर्न गइरहेको छ है लखन थापाको मूर्ति यो चाहिँ लखन थापाको मूर्ति लखन थापाको मूर्ति मन्दिर हो यो नि मन्दिर हो यो चाहिँ लखन थापाको मूर्ति काटेर गयो भन्दिने क्या हाम्रो केटाहरू चाहिँ अगाडि छ अगाडि हिँड्दैछ म चाहिँ पछाडि हिँडिरहेको छु हामी चाहिँ यहाँबाट अब बगीसरी झर्दैछ है लखन थापाबाट बगीसरी मन्दिरतिर झरिरहेछ हामी चाहिँ झर्दैछ अब एकछिनमा पुगिन्छ बगीसरी मन्दिर चाहिँ
अगाडि दुईजना हिँडिरहेछ म चाहिँ पछाडि हिँडिरहेको छु अगाडि हिँडेर नतिजनाले चाहिँ पछाडि हिँडिरहेको छु म चाहिँ हामी चाहिँ बगिसकेर पुग्यो अब मन्दिर अनि चाहिँ उतातिर मन्दिर बगेश्वरी मन्दिरतिर पुग्यो यसो हामी चाहिँ सिधा गुफातिर जाने भने हेर्नु त्यसो गेट अगाडि गयो फर्क्यो होइन फर्केर आउने भनेर भित्र पस्ने भनेको गएन हामी चाहिँ यसो पुगेर मात्रै फर्केर आउने अनि गयो लुइली पैसा दिनुपर्छ नि भित्र जान कति जति दिए नि भन्छ 5 10 5 5 10 रुपियाँ 1 रुपियाँ त्यही द एकैचोटि 1000 रुपियाँ त 1000 रुपियाँ पुरा है त्यो भित्र जान पाइन्छ यता जोगीहरू बस्ने मन्दिर जोगीहरू गुफा यो चाहिँ गेट यो पनि मूर्तिहरू घर जोगीहरू बस्ने घर त्यहाँबाट फर्केर फेरि मन्दिरतिर आइरहेछ मन्दिर यसो एक राउन्ड लाग्यो मन्दिरतिर घुम्दैछ अब यसो म चाहिँ उनीहरू उतातिर गयो म चाहिँ यतापट्टितिरबाट घुम्दै यसो भित्रतिरको मन्दिर ढुङ्गा यो चाहिँ मन्दिरको ढुङ्गा बगिसकेको ठुलो ढुङ्गा भित्र मन्दिरभित्रको मन्दिरभित्र यहाँ चाहिँ फोटो खिच्ने लगाइरहेछ भित्र मन्दिरभित्र चाहिँ फोटो खिच्न पाइँदैन तैपनि फोटो खिच्ने लगाइरहेछ मान्छेहरू चाहिँ मन्दिर हो यो मन्दिर हो मलाई पनि थाहा छैन राम्रोसँग केटाहरू चाहिँ सरस्वतीको मन्दिर सरस्वती बगिसकेबाट मङ्गला मन्दिर झरेर यसो एकछिन मङ्गला मन्दिरतिर गयो एकछिन एकातिर यताउता फुट्नु गयो यतातिर बत्ती मन्दिरतिर यसो डुल्दैछ मन्दिर चाहिँ कति वर्ष पुरानो रहेछ थाहा छैन त्यसपछि चाहिँ हामी केबल कारतिर आयौँ केबल कारतिर आएर अनि एकछिन यसो डुल्यो आइसक्रिम खायो फेरि भान्जामा अर्को भान्जालाई किनेर दियो अनि एकछिनपछि फेरि दिदीको पसलतिर गएर चाउमिन खायो
हाम्रो केटाहरूको पारा है केटाहरूको पारा यस्तो छ केटाहरूको पारा चाहिँ पुरै जाड हानेर हिँड्दैछ जाड केटाहरूको पारा यता चाहिँ जडिया जडिया चाहिँ भन्ने हिँडेछ है केटाहरू लोकल खाएर हुन पाए हुन्थ्यो है आजको लागि यति नै बाई बाई गाइजहरू है सबैजना सब्सक्राइब गरिदिनु यो च्यानललाई चाहिँ सबैजनाले माया गरिदिनु बाई बाई आजको लागि यति नै